हलसी महादेव चाहिँ सबैको रक्षा गरून् भन्दै सबैमा गुड मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म बाबासँग तराईतिर जाँदैछु। सो लेट्स ट्राभल विथ मी। अन्त यतिखेर चाहिँ हामी हलेसीको मेन सिटीमा छौँ साथीभाइहरू, हलेसी बजारमा। अन्त कि साथीहरू, हलेसीमा बिसाउँदा चाहिँ फर्स्ट टाइम जाडो भएको, त्यसैले दुधको चिया खाइयो बिसाएर। अन्त बाटो लागियो फेरि। यतिखेर चाहिँ म खोटाङ जिल्लालाई छोड्दै जयरामघाटको पुल गरेर ओखलढुङ्गा जिल्ला प्रवेश गरिसके साथीभाइहरू। हिलेपानीमा हेर फेरि 5-10 मिनट बिसायो। हिलेपानीबाट उभो चाहिँ ओखलढुङ्गा जाने बाटो साथीभाइहरू। अन्त फेरि यतिखेर म ओखलढुङ्गा जिल्लालाई छोडेर कोशी पुल हुँदै उदयपुर जिल्ला प्रवेश गर्दैछु। अनि घुरीमा आएर खाजा खाइयो, एकछिन बिसाइयो। असहनीय गर्मी भइरहेछ। त्यसपछि बाटो होइन, यात्रा अगाडि बढाइयो साथीभाइहरू। कोशीको किनार हुँदै यात्रा अघि बढिरहेछ हाम्रो चाहिँ बाउचरीको। अन्त यो गोल्टरको कौशिका माध्यमिक विद्यालयको भवन चाहिँ एकदम दामी छ है। सो फाइनली हामी चाहिँ फुलकोटबाट भएका सिलगढीतिर बाटो लाग्यो साथीभाइहरू। अन्त अघि चाहिँ हामीहरू यताबाट आएको खोटाङबाट ओखलढुङ्गा उदयपुर हुँदै यता काठमाडौँ जाने बाटो। अनि यता हामी चाहिँ तराई जान लागेको, तराई सिलगढी। सो मेरो यात्राको साथी चाहिँ यहाँ छ अहिलेसम्मको। यो बाटो आउँदो रहेछ सिलगढी आइपुगेको हामी चाहिँ साथीभाइहरू। सिलगढी लेसको बारी सिधा मम्मी यही बाटोले भनेको रहेछ नि बाबा। टुरिस्ट बाबा मेरो। सिलगढी 4 किलोमिटरले भनेको त्यो फलफुलको जुस पाउने ठाउँ रहेछ त सिलगढी।
क्यामेरा बाउको ड्रेस अप देख्दा त टुरिस्टै भन्छ हामीलाई त बाबा अगाडि क्यामेरा पछाडि तपाईँको ड्रेस टोपी टुरिस्टै भन्छ नि हामीलाई अब त भइसक्यो क्या घुम्ती बाटो कति साह्रो सिक्दिरहेको बिसाउने ठाउँ यतै के भन्नुभएको सिन्धुलीगढी are famous for different types of fruits, seasonal fruits. अन्त हामी चाहिँ भर्खर फोरकटमा चिसो खाएर आएको थियौँ त्यही भएर चिसो चाहिँ खान सकिनँ मिसो चिप्सहरू खाइयो अनि पानी मैले चाहिँ पानीपुरी पनि खाएँ एकदम मिठो थियो सर्वोत्तम सिमेन्ट हो कि क्या हो सर्वोत्तम सिमेन्टले लगाइदिएको टिन हो सिलगढी शीतल भयो अब शीतल भयो माथि हो अघि हामी आएको बाटो यति धेरै गाडीहरू पनि नहिँडेको
ल हेर्नुहोस् है, यहाँ साइकलमा यात्रा गर्दै हुनुहुन्छ बाजे। अन्त आज तराई आउनुको मेन रिजन चाहिँ हाम्रो लालगढ स्किन हस्पिटलमा थियो बाबाको छाला सम्बन्धी चेकअप गर्नु। सो यतिखेर हामी आइसकेको छौँ। अन्त बाबा चाहिँ चेकअप हुनुहुन्थ्यो। म चाहिँ यसो ठाउँ आएको बेला सबै हस्पिटलतिर भिजिट पनि गरेँ। आज शुक्रबार भएकोले गर्दा प्रायः सबै बिदा भइसकेको थियो। अनि बाबाको चाहिँ इमर्जेन्सीमा चेक गराएर म चाहिँ यसो हस्पिटल भिजिट गरेँ। भवन पनि राम्रो रहेछ। पहिला पनि बाबाको चाहिँ यहाँ चेक गरेर सन्चो भएको थियो। हो यसपालि पनि सन्चो होस् एकैचोटिको लागि। अनि म चाहिँ यहाँ हस्पिटल फन्ती घुमेँ। भवनहरू राम्रो रहेछ। हस्पिटल बिल्डिङहरू त कति राम्रो राम्रो रहेछ नि। दाँतोहरू सबै रहेछ है। थुप्रो खालबरीको सबै रहेछ डिपार्ट। मेन छालाको भए पनि त्यति आएर अघिको तलको ब्लकबाट फर्केको हो क्या होइन तपाईँहरू पहिला चाहिँ। फर्कन लागेको हामी चाहिँ बर्दिवास के अरे के पो लालगढ हस्पिटलबाट बिरामी। अब हामी यहाँ बर्दिवास लालगढ हस्पिटलबाट चाहिँ फर्किने है साथीभाइहरू। बाइकको यात्रा अर्को भिडियोमा लिएर आउनेछु। एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल। थ्याङ्क यू फर वाचिङ।